हेलो नमस्ते एभ्रिवान। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ। अनि म चाहिँ आज तपाईँहरूको माझमा फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। अनि हाल अहिले म चाहिँ आफ्नो गाउँ बुटोलमा छु। अनि तपाईँहरूलाई आज चाहिँ मैले फाइनली के देखाउन लागेको छु भन्दा गहुँ काट्ने बेला पनि भयो। गहुँ पनि एकदम मिठो राम्रो तरिकाले पाकेको छ, तपाईँले देख्न सक्नुहुन्छ। अनि टकलाएर अहिले चाहिँ म मेरो यो हामीले गर्ने खेतीपाती हाम्रो खेतीपाती कस्तो भयो अनि त्यो देखाउन गइरहेको छु। जस सबै त देखाउन सक्दिनँ, अलिअलि जुन आज चाहिँ यहाँ मम्मी दिदीहरूले काट्न लाग्नु भएको छ है। अनि घरकै 2-3 जना जस 3-4 जना 2-3 जना भएर काट्न लाग्छौँ। मान्छे ल्याएको छैनौँ, मेसिन ल्याएको छैनौँ। मान्छे भन्दा नि यता मेसिनले हो, अनि मेसिन चाहिँ नलाएको बरु। अनि तपाईँको चाहिँ बिहान गर्ने अनि भरे गर्ने, दिउँसो गर्मी हुन्छ भनेर चाहिँ अनि त्यही प्लान गरेका छौँ हामीले मेसिनले नकाट्ने योजनामा। देख्न सक्नुहुनेछ यता यहाँदेखि। अनि खासै अब यताको चाहिँ ठ्याक्कै यति पर्छ भनौँ, एकदम रेडी भइसक्यो। तोरी पनि स्टकमा छ। अनि तपाईँको यो टुक्रा पनि छ, यो टुक्रा बिचको पनि बाँकी। अनि यहाँ यता छ, यता काटिरहनु भएको छ। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो यो बाख्राहरू। यहाँ अनि भन्ट्याङ के गरिरहेको छौ तिमीहरू? खै मनोज सरलाई एउटा कपी दिनु पर्दैन बनाउनलाई? के बनाएको खै? हिजोको ड्रइङ हेरौँ त तिम्रो। आहा ल, दामी हो। यसरी ड्रइङ गर्ने पढ्ने गऱ्यो भने पो दामी हुन्छ। खै ओहो, यो को हो नि? यो चाहिँ फेरि यसको नाम चाहिँ के हो? ओहो, यसको नाम के हो नि साह्रै? आहा, कति राम्रो बनाएछ है। ल यो बनाउने मान्छे चाहिँ खै अनुहार देखाउ त। ओ ऱ्यापर हो क्या हो? लाउरेको भाइ चाउरे हो क्या हो? ऊ यता चाहिँ भिटेनको भाइ सिटेन हो। ए ल केटाहरू है, ल आहा ल, वर्ष दिनको खेती कति राम्रो हो रोटीको लागि। यो सबै रोटी हेर्नुहोस्, एकदम ताजा रोटी, फ्रेस। त्यो बजारको जस्तो केमिकल हालेर बनाएर तन्काएको चिकन जसरी त्यो होइन, एकदम शुद्ध। कुनै ठाउँमा त किराले पनि खाएर है, अन्त किराले खाएको एकदम झन् शुद्ध हुन्छ क्या। गाईहरू बाख्राहरू पनि खाएका। ल गाइज, अब तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ किम्मु नै किम्मु है गाइज, सिजन आमामामा यार भुइँभरि किम्मु। ल गाइज हेर्नु त, बुवा जताततै अनि बुक चाहिँ आमामामा हेर्नु किम्मु टन्नै छ यार गाइज। आमामामा यार रुख त ठुलो छ त यार। यता पनि आमामामा यहाँ पनि रहेछ। ल जाऊ केटा हो, किम्मु टिपो अट्याक। फेरि झरेर त्यो अन्डा ब्लास्ट चाहिँ नगर है। त्यो अन्डा प्रोटेक्ट गर्ने, फेरि अन्डामा लायो भने त फेरि त्योलाई त हस्पिटल कुदाउनु पर्छ त, काठमाडौँ तिर लानुपर्छ फेरि टिटानस हस्पिटलमा। ल राम्रोसित है। अर्को रुखतिर कुदिया छ। अनि एउटा भाइ चाहिँ यहाँ यो चाहिँ बाटो रहेछ, माथि किन जाने होइन। आमामामा ल हेर्नुहोस् कत्रा ठुल्ठुला छन्। एकछिन नगर न। ल हेर्नुहोस् त गाइस, आमा लास्ट ठुल्ठुला हो नि यार। हेर्नुहोस् ल खाऊ केटा, खाऊ ल। आमामामा ल खाऊ। वा गाइस, एकदम राम्रो फलाएको छ यार। म त जताततै आमामामा लटर पटर टन्नै छ। ल खाऊ किम्मु। खै सानो किम्मु खाऊ न, किन हातमा राखेको? हातमा राख्ने होइन क्या, खाऊ। छिटो छिटो गर, हल्ला नगर। ल
छिटो ल गाइस म पनि चाख्दैछु है गाइस टक्क लाएर मिठो रहेछ साला मलाई पो खाम आउँछ भतिजहरू नाकमा खुवाउँ हानेर सिँगा झिक्दिन्छ नि थाहा पाउँछ तिम्रो त आँखै छैन देखो कत्रो ठुल्ठुलो भएछु होइन नारायण दादा खाऊ ल टिटानसहरू राम्रोसित खाऊ है पुग्छ ल यहाँ चाहिँ ठुलो रुखमै रहेछ क्या खै 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 आमामामा कति धेरै हो बुवा सबै टिपेको क्या हो ए अझै पनि छ आमामामा मनोज थुप्रै टिपेको छु खै ओहो एक दुईवटा मात्रै छ त यहाँ सानोले त टन्नै टिपेको त बुवा खाऊ त खै सानो यता हेर्देऊ आमामामामा खै ओहो मिठो छ बुवा ल गाइस टन्नै रहेछ तिम्रो चाहिँ आमामामा ल यहाँ अनि यता भुइँभरि रहेछ गाइस यहाँ चाहिँ ठुलो रहेछ क्या यहाँ चाहिँ ठुलै रहेछ रुखी यहाँ चाहिँ किमु आमा काफल जस्तो पो देखा छ है आमा काफल सरी नै छ बाफ रे बाफ ल हेर भुइँभरि खसेछ त यार गाइस आमामामा ल हेर्नु त भुइँभरि बुवा भन्नै छ ल हेर्नु गाइस भुइँभरि ल हेर्नु त कस्तो मजाले चोरेर खाइरहेछ जाऊ जाऊ घाँस खान जाऊ न बोरामा मेवा छ अनि पानी छ त्यहाँ माथि किमो पनि छ अनि खा भोक लाग्यो होला तपाईँहरूले खानुभयो खाइसकेँ मैले मुही पनि ल्याएको कि अब खान्न मुही त अब त ल्याएको कि अहिले खान्छु यहाँ म यो रस्सी बाँध्न लाएको छु यहाँ गहुँ बाँध्न लाएको छु होइन काम गरिरहेको बेलामा त्यहाँ हेर त बाख्राले जम्मै दाल जति खाइदियो अनि के नानीले भुलाइदिए क्या रस्सी ससी के भन्दै हुनुहुन्थ्यो अनि तपाईँले खानुभयो त खानु त सँगै बसेर भिडियो गरेको क्या र हाम्रो दाल माथि खेलबाड गर्छस् हाम्रो दाल चोरिस हाम्रो दालमाथि खेलबाड गर्ने आएन कस्तो राम्रो कलर है गाइस रुख यसले के गरिरहेछ गाइस हेरौँ गाइस अनि तपाईँहरूलाई चाहिँ एउटा कुरा भन्छु यसले चाहिँ एउटा ट्याटु हाने रहेछ गाइस है अनि चाहिँ उता मम्मी र बाबालाई चाहिँ थाहा छैन गाइस है अनि त्यो ट्याटु हाने रहेछ अनि त्यो चाहिँ मलाई पनि थाहा थिएन क्या यसो मोबाइल खोलेर हेर्दा त ट्याटु स्याटुको छ त त्यहाँनिर फोटो त अनि त्यसपछि त अनि यसलाई त पैसा त ठग्नै पर्छ अब मलाई पैसा दियो भने चाहिँ म भन्दिनँ नत्र चाहिँ गाइस म सिधै भनिदिइहाल्यो ए बाबा मम्मी ल हेर्नुहोस् त भनेर कतिसम्म दिन्छस् पैसा ल भन् छिटो भन् साँच्ची भनिदिन्छु मैले फेरि अघिसम्म छिटो कति दिन्छस् पैसा ट्याटु हान्ने छिटोले कति भयो सब बोका हो यो साला यो सब बोकाइ ल हेर्नु त गाइस भविष्यको एकदम दमदार बोकाहरू यिनीहरू छँदै छैन एउटा हो कि एउटा छ पार्टीहरू सबै बोका छन् सासाना चाहिँ आहा गरुङ्गो भयो मम्मी भारी यता हेरेर स्माइल हानिदिनुहोस् त ओहो कति गरुङ्गो रहेछ है
आहा कति राम्रो यस्तो मेहनती मान्छे है। म जस्तो मेहनती हुन त अरू हुनु पर्यो। आहा हेर्नु न तिमीहरूको उमेर कति काम गर्थे, अब त बुढेसकाल लाग्यो। ए हाम्रो उमेरमा चाहिँ डेन्जर हुनुहुन्थ्यो होला भनेपछि। त केही गर्नै सक्दैन। त्यसमा लोकल कुखुरा सरी हो हामी, ए ब्रोइलर कुखुरा सरी हो हामी। तपाईँहरू लोकल पर्नु क्या हो? बा हो कति दिन्छस्? गाइस पैसा चाहियो नि होइन? ल भन। पैसा 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 मलाई 5,000 चाहियो। 5,000 5वटा चाहियो। छिटो ल्याइदिन्छु। यो त ठगमारा हो। तपाईँलाई पटुकी ल्याइदियो भनेर फेरि आक्रमण गरिसक्यो। ल गाइस फाइनली हातमा मेवा पनि परिसकेको छ। सानो सानो एकदम मिठो लोकल हो है गाइस। यो चाहिँ मेरो घरको मिठो छ एकदम टेस्टी छ। तर मेवा पनि हैरान हुने रहेछ। जम्मै चराले खाइदिएर झर्ने रहेछ। अनि झर्ने त के झर्ने जति त झरिहाल्छ है। तर चराले खाएर चाहिँ तपाईँको त्यो डल्लो खोक्रो मात्रै हुने क्या। त्यो भित्र चाहिँ जम्मै सकाइदिने रहेछ तपाईँको। अनि बाहिर चाहिँ खोस्टो मात्रै हुने रहेछ क्या। फेरि मेवाकै सेपमा काट्यो खाने भनेर लास्टमा हुँदै नहुने। ल गाइस अब मेवा परिसकेको छ हातमा। अनि चाहिँ हामीले यहाँ खाँदैछौँ। खै तपाईँले लिनु भएन? खाइसकेँ म त। यहाँ छ नानीलाई राखिदिन्छु। यहाँ छ नानीलाई ल यता पनि छ एकदम रसिलो लोकल है गाइस। ल पानी पिउनुहोस् एकदम गर्मी भएको छ शीतल। मलाई नि खाउ लाग्यो त। कस्तो मजाले पनि खानुभयो। ऊ अर्डरतिर गयो केटा। यहाँ चाहिँ मम्मी श्रीलाई काट्यो कि हात लाउनु त। अनि खानु न खानु। वाउ ल खानु। ओहो ल मेवा मिठो छ। कस्तो लाग्यो? मिठो छ। लोकल हो नि त। लोकल पर्यो। गाइस म पनि खान्छु। आहा रोटी त साह्रो रहेछ है क्या हो? ल हेर्नुहोस् है त गाइजहरू छिटो ल हेर लाखे भयो त। ल हेरौँ है गाइजहरू। ल हाम्रो रोटी फार्म यसलाई चाहिँ मैले रोटी भन्न चाहेँ। अनि तपाईँको यहाँ हाम्रो यता हुँदैछ। यता अब फेरि यहाँ तपाईँको ऊ भइहाल्यो। तपाईँको फेरि यहाँ छुट्टै छ। ल हेर्नुहोस् यो अर्डर एकदम सरर फलेका छन्। ल गएर काफलसरी फलेका कति मिठा होलान्। आहा ल हेर्नुहोस् यहाँदेखि सरर उतैसम्म ठ्याक्कै यतै उतैसम्म छ होइन। अझै यहाँ पुरै चाहिँ देखिएन। यहाँ हेर्नुहुन्छ भने अङ्गुरका झप्पा के हुन्छन् त्यस्ता मिठा छन्। ल हेर्न सक्नुहुन्छ। आहा ल भर्खर रसिला पसिला हुँदैछन्। टक्क एकदमसँग लाएर गोला गेडा राम्रा खालका लाएपछि ल गाइजहरू है। आहा अर्को बारी पनि आयो। लाखे लड्यो मेवा। अनि टेस्ट चाहिँ एकदम मिठो एकदम मिठो दामी छ। हेर्नुहोस् फेरि यसको चाहिँ हामीले तपाईँको दाना पनि चेक गरौँ है त कस्तो रहेछ। दाना पनि कतिको लाछ है। खै यसलाई छुट्याउनु त यसरी नै छुट्याएर तपाईँको कस्तो नआएको लाखे। अनि दाना पनि राम्रो रहेछन्।
दाना पनि राम्रो राम्रो छन् ल हेर्न सक्नुहुन्छ गाइजहरू है यो चाहिँ हाम्रो फार्म हाउस ल अनि यहाँ चाहिँ हाम्रो गोठ छ है गाइजहरू यहाँ चाहिँ हाम्रो बाख्रा यतातिर हाम्रो बाख्राहरू पनि छन् अहिले तपाईँको खासै धेरै चाहिँ छैन 12-14वटा छ 12-14वटा अनि हामीसँग उतातिर तपाईँको कुखुराहरू होइन अनि गएर चाहिँ तपाईँको अब छन् अब होइन सबै कुराहरू प्राय औ हेलो मम्मी श्री के छ खबर ठिक छ ओहो हैसिया बोकेर कामतिर कसिया छ हाम्रो नानी मैया के छ खबर ठिक छ अनि के हो नानी त अनि ढाड दुखेछ कि क्या हो निहुरिनै सके होइन अनि यहाँ गर्दैछौँ अनि तपाईँको चाहिँ अनि तपाईँहरूले यता यहाँ थुपार्दै हुनुहुन्छ मम्मीहरूले अनि यहाँ हाम्रो बाख्राहरूले खाइदियो हेर त लगाऊ त मनोज भयो भयो आऊ हो यता लिएर आऊ यतैतिर ल्याऊ यतैतिर अनि गाइज तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँ हामीले अर्डर पनि लगाएको छ अनि निकै दामी फल्याएको छ ल हेर्नुहोस् त यहाँ झप्पा आहा अङ्गुरका झप्पा के झप्पा अर्डरका झप्पा त्यस्तो राम्रा ल हेर्नुहोस् सर्लक्काका दाल पनि खान मिल्ने है अन्त दालै खाने हो यो कस्तो मजाको ल हेर्नु त आहा लौ न यो त एकदम दामी काइता यो त 1 नम्बर दाल हो नि गाइज अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हामीले एकदम मजासँग लाछौँ तर यो चाहिँ मैले अब पहिलोचोटि लाएको पनि हो अनि तपाईँको ऊ पनि हो क्या पहिलोचोटि नै लगाएको हो कस्तो राम्रो फल्ने रहेछ मम्मीहरूले कुरा चाहिँ गरिरहनु भएको थियो ल हेर्नु न कति धेरै झप्प काफलको जस्तो क्या है साह्रो ल हेर्नु त गाइस ओहो राम्रो छ है ल हेर्नु अनि यो चाहिँ एकदम दाल पनि मिठो हुन्छ अरे मिठो हुन्छ अनि कति कुराहरू चाहिँ हामीले खान्छौँ तर नामहरू कति याद हुँदैन क्या अनि त्यही भएर चाहिँ त्यही त मलाई पनि अब नाम चाहिँ होइन ठ्याक्कै हरियामै देख्दा रुखमै देख्दा चाहिँ थाहा नहुने क्या गाइस होइन अब जुन यो फलेको बिरुवा हेर्दा कन्फ्युज हुने क्या प्रायः मान्छे चाहिँ कन्फ्युज हुन्छ नि यहाँदेखि सर यतैसम्म छ यता अनि बाँकी उतातिर बाँकी चाहिँ अरू उता हाम्रो यतातिर नि लगाएको छौँ अनि तपाईँको यहाँ चाहिँ यति नै छ जस राम्रो फलेको छ रुख पनि झप्प होइन अनि कति टन नै रोपेको थियो क्या गाइस रोप्न चाहिँ हामीले धेरै नै रोपेका थियौँ होइन अनि तपाईँको चाहिँ त्यो फल्न पनि ठ्याक्कै धेरै समय लाग्ने रहेछ नि त अनि धन्नाधनी कति 6-7 महिनै लाग्ने रहेछ अनि फल्न चाहिँ राम्रो फलेको छ फेरि रुखहरू पनि राम्रो छ होइन रुखै भन्ने कि के भन्ने हो होइन ठुल्ठुलो छ क्या ल हेर्नु न यहाँदेखि सरै ठुलै छ क्या रुखै जस्तो क्या त्यो अम्बाहरूको होइन त्यस्तोको क्या रुखै जस्तो क्या ल हेर्नु न यहाँदेखि सट्ट अहिले चाहिँ निउरा झन् पहिला चाहिँ अल्गो थियो अनि यसको फलहरू मजाले लगाएपछि चाहिँ यो मजाले निउरिने रहेछ क्या गाइस अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ छ ए राम्रो छ कहिले सुगा आउँछ है गाइस आमामामा सुगा त यति धेरै हुल्लेर आउँछ त्यो रुखमा बस्यो भने एउटा रुखमा बस्यो भने त्यो यति धेरै देखिन्छ गाइस त्यो सुगा है सुगा बुवा टन्नै खाइदिइसक्यो नि कति सुगा चाहिँ प्रायः चाहिँ तपाईँको एकदम बिहान आउने क्या एकदम बिहान आउने अनि बेलुका आएर दिउँसोतिर चाहिँ नआउने क्या सब खाइदिने अनि एकतालमा तपाईँको आउँछ 40-50वटा आउँछ बुवा लास्ट टाइम उता हाम्रो घरको छेउमा एउटा चाहिँ छोपेको थिएँ मैले अनि तपाईँको छोड्दिएँ छोड्न चाहिँ के गर्नु होइन राखेर पनि भएन अनि तपाईँको क्या राम्रो थियो क्या पाल्ने भन्ने सोच थियो तर एक्लै भयो अब एक्लैलाई अब अलिकति
बाँधेर राखे जस्तो हुन्छ भनेर छोडिदिएको गाइस। ओहो आउ ल केटाहरू। अनि यता हाम्रो थुप्रिँदैछ, यी देख्न सक्नुहुन्छ चोरहरू। ल हेर यहाँ कस्तो मजाले खेलेका छन् बाख्राहरू। आहा आउ मुने 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 आउ मुने 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 आउ मुने 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 मुने। अनि तपाईँको आया औलै टोकिदियो त हौ मेरो। अनि तपाईँको यो चाहिँ हाम्रो माउ चाहिँ क्या, यहाँ सबै प्रायः चाहिँ यही यसैले जन्माएको हो, त्यसैले यो चाहिँ एकदम कडा कडा। ओहो के हो तेरो नाम देखिरहेको छ। अनि गाइस तपाईँले चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ अलिकति सानो देख्छ है, जुन हामीले खान्छौँ नि यो करेन्ट चाउचाउ क्या, करेन्ट स्पाइसी नुडल्स हुन्छ नि हो, त्यसको कम्पनी चाहिँ यहाँ हो है गाइज। यहाँनिर हो त्यसको नुडल्स कम्पनी चाहिँ यहाँ हो है, ठुलो छ फ्याक्ट्री। यहाँलाई हेर्दा चाहिँ सानो देखाएको छ, उता गएपछि चाहिँ ठुलो छ। अनि यहाँ चाहिँ साई चियापत्ती फ्याक्ट्री बन्न लाग्छ, फेरि त्यसको ब्रान्च यहाँनिर सानो लाग्छ, त्यहाँ वर्क भइरहेछ, त्यसको लागि काम भइरहेछ। छन् यतातिर अरूहरू पनि, वाइनहरूको रक्सीहरूको पनि छ यतातिर, अब उता उता छ देख्न सक्नुहुन्छ है। यहाँबाट त्यति धेरै चाहिँ देखाउन सक्दिनँ। एक दिन तपाईँहरूको राम्रो कमेन्ट आयो भने चाहिँ यतातिर भएको अब करेन्ट हो, करेन्ट चाउचाउको भित्र गएर पनि होइन देखाउने प्रयास गर्छु। त्यो त्यसपछि गएर यहाँ वाइन रक्सीहरूको छ, अनि यता अरूहरूको पनि छ, धेरैको छ। तपाईँहरूको राम्रो पोजिटिभ अवश्य पनि गर्नेछु गाइज। खै यताउता केटाहरू आमामा रस हो खै बुवा, के हो यस्तो बाँदरको चाक जस्तो छ है तिम्रो मुख त। आमामा खै यता ओहो तिम्रो पनि रातो रातो, सानेल धेरै खाएछ क्या, धेरै रातो छ। हात हेरौँ त। आमामा रस मजा भएको छ है। शनिबार एक्जाम चलेको, छुट्टी, पढ्नु छैन, कि म टिप्यो। आमामा ल रुखहरू पनि फ्रेस छ गाइज। यस्तो हावा काठमाडौँमा कहाँ पाइन्छ यार। अब काठमाडौँ जाने बेला नि आइसक्यो गाइज। ओखो किमुले हेर रातै भइसक्यो हात। अब चाहिँ हाम्रो सर्ट ब्रेक टाइम गाइजहरू, अब चाहिँ हाम्रो ब्रेक टाइम। अब हामीले मेवा कप्लेक्स ल गाइज है, थुप्रै मेवा खानु पर्यो, काटेर ल्याएका छौँ हामीले। सो ल ओहो भतिजहरू खै आमामामा मनोज, आहा खै यता हेर त सानो। आमामामा कसरी टिपेको यो यति धेरै तिमीले? मैले पनि हो। आमामामा खै मनोज, ओ खै ओठ गर्दै। आमामा हात देखाइदियो त, अलि टाढा जाउँ। हात ए हात त सबै छ त, थोरै मात्र टिपेको त्यत्रो रुखमा। ल आमामामा खै 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 3 4 5 6 7 खै 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 यस्तो हेरौँ त। 8 9 होइन मनोजले धेरै खायो क्या अघि, टिप्दै खाँदै गरेको थियो, यसले नखाइकन राखेको क्या, त्यही भएर। ल खाऊ ल।